सौरभ तहको विद्वान जसका कुराले मानिसहरू प्रभावित हुन्छन् उसले म यो मुलुकको संविधान मान्दिन जो छ या यो मुलुकको राष्ट्रिय गान म गाउँदिन भन्दा यसले शोभा दिन्छ? शोभा दिन्छ कि दिँदैन होइन, शक्ति छ भने मलाई देश निकाला गरेर हेरे भयो नि। नेपालको 64 सालबाट भएका चुनावहरू कुनैमा मत हाल्नु भएको छैन, त्यसपछि 4 वटा चुनाव भएको छ हैन, गएको छैन। किनभने नेपालबाटै उठेर आएको संविधानको सभा भएको भए म गर्थे। यो इन्डियाले ल्याएको संविधान सभाको कुरा हुनाले दुईपल्ट गराएको हुनाले म गइन। अघि म उभिँदाखेरि म जङ्गी निशान नै गाउँछु, म यो अर्को राष्ट्रिय गीत गाउँदिन। है भनेको उभिँदा तपाईँ श्रीमान गम्भीर नै गाउनुहुन्छ? होइन, जङ्गी निशान हाम्रो राष्ट्रिय गान त पहिला श्रीमान गम्भीर थियो, त्यो त गइसक्यो नि, त्यसको त आउट अफ डेट भयो हैन। अहिले जङ्गी निशान होइन, होइन म जङ्गी निशानलाई भन्छु। सेनाले गाउने पनि माओवादीले गाउने पनि त्यो जङ्गी निशान थियो हैन। मलाई जङ्गी निशान मनपर्छ। म किनभनेदेखि लडेर बनेको देशको राष्ट्रिय गीत पनि पाखुराको रौँ नउठ्ने पनि हुन्छ, त्यस्तो पनि जसले गीत ल्याए उसैले लेखे हुन्छ, जसले म्युजिक दिए ऊ नभए अर्को कुनै गुरुङले म्युजिक दिए हुन्छ, केही फरक पर्दैन हैन। तर त्यो पाखुराको रौँ नउठ्ने पनि हुन्छ, त्यो पनि होइन हैन। म जो 17,000 मर्ने मान्छे मार्ने कारणीहरू भएर आछन्, सामुन्ने पर्दा पनि मेरो हात उठेको छैन नमस्कार गर्नलाई। मैले गरेको तपाईँ पुष्पकमल दाल या बाबुराम भट्टराईहरू भेटिनुभयो भने डेफिनेटली तपाईँ नमस्ते गर्नुहुन्न? म गरेको छैन। उहाँले नमस्ते गर्दा चाहिँ फर्काउनुहुन्छ कि फर्काउनुहुन्न? एज ए ह्युमन बिङ उनीहरूले त नमस्कार हामीलाई कहाँ गर्छन् र? उनीहरूले एज ए ह्युमन बिङ उनीहरूले गरे भनेदेखि मान्छेलाई रेस्पोन्स त गर्नु पर्यो नि, उठाउनु पर्यो नि हैन। तर मेरो रेस्पेक्ट छैन, म गर्दिनँ। है अब यहाँ मैले यो कुरा अलिकति कुरा किन भने समानुपातिकबाट तपाईँको लोअर हाउसमा चाहिँ जान पाइन्छ भने समानुपातिकबाट हामी कहाँ अहिले सङ्घीय प्रतिनिधि सभामा 110 जना चाहिँ समानुपातिकमा जान्छन्। तिनलाई हामीले माननीय भन्ने, हामीले भोटै हालेको छैन, तिनलाई किन माननीय भन्ने? म माननीय भन्दिनँ। मैले बारम्बार यो कुरा भनेको छु हैन, म माननीय तिनीहरूलाई भन्दिनँ। अघि म पोलिटिकल साइन्समा चाहिँ तपाईँको पिएचडी गरेर तिनीहरूलाई नेपालको सिक्युरिटीको एक्सपर्ट म मान्दिनँ। म वार कलेज गरेकोलाई मान्छु म हैन। त्यसमा मेरो यो पुरा जुन यो नेपालको एउटा इन्टेलेक्चुअल एउटा कल्चर अथवा पोलिटिकल जुन कल्चर छ नि, त्यसलाई नै एक्सेप्ट गर्न नसक्ने अवस्थामा पुगेको छु के म हैन। अनि यो सबै असन्तोषको अहिले भइरहेको जे छ गोलमाल छ, त्यो असन्तोषको एकुमुलेटेड रिजल्ट हो। त्यो अब माथि फर्मली नै त्यो सो भएर आयो क्या, त्यति मात्रै हो। तर सौरभ तहको विद्वान जसका कुराले मानिसहरू प्रभावित हुन्छन् उसले म यो मुलुकको संविधान मान्दिन जो छ या यो मुलुकको राष्ट्रिय गान म गाउँदिन भन्दा यसले शोभा दिन्छ? शोभा दिन्छ कि दिँदैन होइन, शक्ति छ भने मलाई देश निकाला गरेर हेरे भयो नि। देश निकाला गरे हुन्छ। नेपालको संविधानले तपाईँलाई देश निकाला गर्न दिन्छ र? होइन, अब दिन्छ दिँदैन त्यो उहाँहरूले बनाए हुन्छ नि, उहाँहरूले जे पनि हाल्नु भएको छ। उहाँहरूले हिम्मत छ सौरभलाई देश निकाला गरे हुन्छ, के फरक पर्दैन। मलाई कहाँ गएर बस्ने हो? कालापानीमा गएर बस्ने हो? कालापानी पठाउने पठाए हुन्छ उहाँहरूले। कालापानी त नेपालकै भन्ने नक्सामा छ, अर्को कुनै देश दियो भने त भने उहाँ एन्टार्क्टिका छ नि हैन, एन्टार्क्टिकामा लगेर राखिदियो, मलाई प्रब्लम छैन।